गाइज यो चाहिँ हंगेरी हो। हंगेरी अहिले हामी हंगेरीको बीचमा हिँडिरहेका छौँ। अब यसलाई नेपाल भनेर हाल्यो भने साथीहरूले गाली गर्छन्, यो नेपाल यस्तो हुनै सक्दैन, नेपाल यस्तो छैन भन्छन्। हंगेरीमा छौँ हामी। हो त नि, ट्याक्टर नेपालसँग टक्कै मिल्ने। हेर्नुहोस् गाइज, हंगेरीमा पनि यस्तो अटो हुँदो रहेछ होइन। अनि कुदाउने चाहिँ हाम्रो मोहन दाई ड्राइभर यस्तो हुँदो रहेछ। ड्राइभर यस्तो हुँदो रहेछ हाम्रो मोहन दाईले। अहिले हंगेरीमा गएर अटो कुदाइराख्नु भएको रहेछ। हेर्न पनि लायकको छ नि त रङ्गेली बजार। हाम्रो रङ्गेलीको मेयर दिलीप बगडियाजीलाई त मान्नुपर्छ यार, सलाम गर्नुपर्छ। यस्तो ठाउँ बनाउनु भएको छ।